जेन्जी आन्दोलन भयो, यत्रो जनधनको क्षति भयो, अनि लास्टमा जनताले के पाए? त्यही चुनाव मात्रै होइन त? के त्यो ठिक भयो? अब के हुनु पर्थ्यो भन्दै गर्दा जेन्जी आन्दोलनको माग पुरा गर्न त समय लाग्छ नै, तर के हुनु पर्थ्यो भन्दा जेन्जी आन्दोलनपछि जब यो सरकार बन्यो नि, भोलिपल्टै जेन्जी आन्दोलन दमन गर्ने केपी ओली, रमेश लेखकलाई जेल हाल्नु पर्थ्यो। तर हाम्रो विडम्बना अहिलेको गृहमन्त्रीको उति नै पुगेन। अब किन डरायो के हो उनले जानुन्, तर हामीले गृहमन्त्री चाहिँ यति कमजोर पाएछौँ कि होइन, जेन्जी आन्दोलन जेन्जी शहीदप्रति चाहिँ हामीले एकदमै ठुलो अपमान गरेका छौँ। अहिलेको चुनावभन्दा अगाडि जेन्जी आन्दोलन के कारणले भयो होइन, त्यो दमन कसले गर्यो, सिंहदरबार कसले चलायो भनेर हामीले थाहा पाउनु पर्ने होइन। त्यसको लागि हामीले आयोग बनाएको होइन। खै त गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन खै चुनाव अगाडि आएको? जनताले त हाल्नुभन्दा अगाडि, मतदान गर्नुभन्दा अगाडि त्यसको सत्य तथ्य थाहा पाएर मतदान गर्ने अधिकार छैन र जनताको? त्यसको सम्बन्धमा यो सरकारले केही गरेर देखिँदैन होइन। त्यो रिपोर्ट त चुनावपछि जारी गर्ने रे। चुनाव गरिसकेपछि जेन्जी आन्दोलन के कारणले भएको थियो, त्यसलाई कसले दमन गरेको हो, त्योबाट सिंहदरबार कसले जलाएको जस्ता कुराको उत्तर पाएर हामीले के गर्ने? फेरि अर्को 5 वर्ष कुर्ने त्यसको आरोपीहरूलाई सजाय दिनको लागि? त्यही भएर अहिलेको सरकारले धेरै कुरा राम्रो गर्यो होला, तर यो कुरामा चाहिँ एकदमै नराम्रोसँग चुकेको छ। र विशेष गरेर गृहमन्त्रीको चाहिँ म यसमा चाहिँ एकदम कटु आलोचक हो।